नेपालको इतिहासमा केही शासकहरू यस्तो नामले चिनिन्छन् जसले आफ्नो शक्ति डर वा हिंसाबाट होइन, बुद्धि, रणनीति र दूरदर्शिताबाट कमाउँछन् र राजा महेन्द्र त्यस्ता शासक मध्येको एक थिए। 1950 को दशकमा नेपालको राजनीतिक अवस्था अत्यन्त अस्थिर थियो। राणा शासनको अन्त्य भइसकेको भए पनि प्रजातन्त्रको सुरुवात मात्र भएको र सत्ता अस्थिर रूपमा बाँडिएको थियो। दलहरू आपसमा भिडिरहेका थिए, जनता परिवर्तन र स्वतन्त्रताको सपना देखिरहेका थिए, तर नेतृत्वको अभावले उनीहरूलाई दिशाहीन बनाइरहेको थियो। त्यही समय सिंहासनमा आउँदै थिए राजा महेन्द्र, जो केवल राजा मात्र होइन, राष्ट्र निर्माण गर्ने दूरदर्शी व्यक्तित्वका धनी थिए। उनले विश्वास गर्थे कि शक्ति केवल बाँडफाँड गरेर टिक्दैन। यदि कमजोर नेतृत्वले निर्णय लिन सकेन भने देशमा अराजकता र अस्थिरता मात्र फैलिन्छ। त्यसैले उनले शक्ति केन्द्रमा राख्ने निर्णय गरे, तर यो केन्द्रीकृत शक्ति कुनै व्यक्तिगत स्वार्थ वा दमनका लागि थिएन। यो राष्ट्रको दिशा र स्थायित्व सुनिश्चित गर्ने उपाय थियो। राजा महेन्द्र डरले शासन चलाउँदैनथे, न त चर्को भाषण वा दबावले जनताको मन नियन्त्रण गर्ने प्रयास गर्थे। उनको शैली मौन, स्थिर र रणनीतिक थियो। उनी ठूलो भाषण दिने राजा थिएनन्, तर उनको मौनता नै उनको प्रभाव र शक्ति थियो। उनले निर्णय गर्दा त्यो केवल तत्कालीन आवश्यकता होइन, दीर्घकालीन राष्ट्र निर्माणको सोचमा आधारित हुन्थ्यो। 1960 को महत्त्वपूर्ण निर्णयले नेपालमा नयाँ राजनीतिक संरचना ल्यायो, जसले पञ्चायती प्रणालीको सुरुवात गर्यो। यस निर्णयको आलोचना र विवाद भए पनि राजा महेन्द्रले विरोधलाई डर मानेनन्। उनी जान्थे देशको स्थायित्व, एकता र विकासको लागि स्पष्ट, दिगो र कठिन निर्णय आवश्यक छ। उनले राष्ट्रिय एकता र पहिचान कायम राख्न भाषा नीति, शिक्षा सुधार, भूमि सुधार र पूर्व पश्चिम राजमार्ग जस्ता राष्ट्रव्यापी योजना सुरु गरे, जसले नेपाललाई केवल बाँच्ने देशबाट आफ्नो मार्ग तय गर्ने आधुनिक र जोडिएको राष्ट्रमा बदल्न मद्दत गर्यो। विदेशी सम्बन्धहरूमा पनि उनले सन्तुलन कायम गरे। भारत, चीन, अमेरिका र अन्य शक्तिहरूसँग बराबरी र सावधानीपूर्वक कूटनीति गर्दै नेपाललाई आफ्नो सार्वभौमिकता र स्वायत्तता कायम राख्ने स्थिति दिलाए। उनका निर्णय र कार्यहरूले देखाए कि शक्ति केवल डर र धम्कीबाट टिक्दैन, तर सोच, रणनीति, आत्मविश्वास र जिम्मेवारीको माध्यमबाट टिक्छ। राजा महेन्द्रको शासनले जनता, प्रशासन र राष्ट्रिय संरचनामाथि दीर्घकालीन प्रभाव पारेको थियो। उनको शासनमा आधुनिक शिक्षा प्रणाली विस्तार भयो, विश्वविद्यालय र विद्यालयहरू स्थापना भए, नागरिकलाई ज्ञान र सोच्ने क्षमता विकास गर्ने अवसर प्रदान भयो। तर उनले सधैँ राष्ट्रको स्थिरता र सुरक्षा पहिलो प्राथमिकता राखे। राजनीतिक दलहरूलाई व्यवस्थित गर्नु, शक्ति सन्तुलन कायम गर्नु र निर्णय प्रक्रियामा रणनीति लागू गर्नु उनका मुख्य उद्देश्य थिए। राजा महेन्द्रको शासन आलोचनाबाट पूर्ण रूपमा मुक्त थिएन, तर उनले आलोचना र विरोधलाई मौनताबाट सामना गरे। चर्को प्रतिक्रिया होइन, दीर्घकालीन योजना र परिणाममा विश्वास गरी अगाडि बढे। यही कारणले उनी डरको राजा होइन, सम्मानित र दूरदर्शी राजा बने। उनको शक्ति चर्को थिएन, तर गहिरो थियो। उनी कठोर थिए, तर अस्थिर थिएनन्। उनका निर्णयहरूले राष्ट्रको भविष्य निर्माण गर्यो। उनी केवल व्यक्तिगत स्वार्थ वा राजनैतिक लाभका लागि होइन, राष्ट्रको दिशा र स्थायित्वका लागि कार्यरत थिए। उनको शासनमा जनता बोल्न डराउँदैनथे, तर स्पष्ट संरचना र नियमले समाजलाई अनुशासित राख्थ्यो। राजा महेन्द्रले देखाए शक्ति र सम्मान सँगसँगै जान सक्छ। डर र दमन मात्र शक्ति होइन, स्पष्ट उद्देश्य, योजना र दूरदर्शिता नै वास्तविक शक्ति हो। उनले राष्ट्रिय निर्माणका लागि आवश्यक प्रशासनिक सुधार, कूटनीति, आर्थिक नीति, सडक, शिक्षा, भूमि सुधार र सामाजिक संरचना सुधारको कार्य गरे, जसले दीर्घकालीन राष्ट्र निर्माणमा बलियो आधार राख्यो। राजा महेन्द्रको कथा केवल व्यक्तिको इतिहास होइन, यो राष्ट्र निर्माणको कथा हो। शक्ति कसरी प्रयोग गर्ने र सम्मान कसरी कमाउने भन्ने प्रत्यक्ष उदाहरण हो। उनका कार्यहरूले आज पनि नेपाली समाजमा प्रभाव पार्दछन्। उनका निर्णय र रणनीतिहरूले देखाउँछ कि सच्चा नेतृत्व डर, हिंसा वा आतंकबाट होइन, सोच, दृष्टि, आत्मविश्वास र जिम्मेवारीबाट आउँछ। राजा महेन्द्रको शासन, उनको दृष्टि, उनका निर्णय र उनका सुधारले आज पनि नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक संरचनामाथि दीर्घकालीन छाया छोडेको छ र यही कारण उनका नामलाई इतिहासमा सम्मानका साथ सम्झिन्छ।
आज हामी सम्झन्छौँ कि राजा महेन्द्रले केवल शक्ति राखेनन्, उनले शक्ति र सम्मानलाई सन्तुलित बनाए, राष्ट्रको भविष्य सुनिश्चित गरे र आफ्नो मौन नेतृत्व मार्फत देखाए कि सच्चा शक्ति र सच्चा सम्मान डर र दमनमा होइन, योजना, निर्णय र दूरदर्शितामा हुन्छ। र यही कारण उनका कथा हाम्रा लागि प्रेरणा र चेतावनी दुवै हुन् कि नेतृत्वले शक्ति कसरी प्रयोग गर्ने र राष्ट्रको हितमा निर्णय कसरी लिन सकिन्छ भन्ने कुरा इतिहासले बारम्बार देखाउँछ। र राजा महेन्द्रको उदाहरण आज सबै शासक र नागरिकका लागि पाठ हो, जसले सिकाउँछ सत्ताको वास्तविक मूल्य डरमा होइन, जिम्मेवारी, योजना र दीर्घकालीन दृष्टिमा हुन्छ। र यही कारण उनका नामको सम्मान समयसँगै बढ्दै गइरहेको छ। राजा महेन्द्र केवल आफ्नो समयका लागि होइन, भविष्यका लागि पनि एक प्रेरक शासक बनेका छन्।